साथीहरु हेर्नु त आजको चाहिँ हाम्रो यो लोकल कुखुराको मासु भात खाने है हाम्रो चाहिँ लोकल कुखुराको त्यही पनि दुईवटा साथीहरु दुईवटा हेर्नु त अनि चाहिँ कुखुराहरु चाहिँ काटेर रेडी भइसकेको छ है बनाउनको लागि काटेको भिडियो चाहिँ मैले राखेन है साथीहरु सायद केही हुन्छ कि भन्ने डर लाग्यो काटेको चाहिँ अनि यो चाहिँ आमाले बनाउँदै हुनुहुन्छ रौँहरु झिकेर कुखुराको प्वाखहरु झिकेर सफा गरेर धोएर अनि यसलाई हल्का उसमा पोल्नु पर्छ उसको खुट्टा राम्रोसँग धुने यसलाई तयार गर्दै हुनुहुन्छ आमाले चाहिँ हाम्रो चाहिँ जे गर्ने पनि आमाले नै हो है अनि आगोमा हल्का पोलेर अनि काटेर रेडी पनि भइसकेको छ अनि अब चाहिँ पकाउन तयारी पहिला तेल राख्ने प्याज पुर्याउने अनि प्याजलाई पुर्याइसकेपछि एकछिन प्याजलाई भुट्ने राम्रोसँग अनि यसमा बेसार पनि राख्दिने अनि बेसारलाई राखेर टमाटर पनि राख्ने अनि यसलाई एकछिन भुट्ने अनि एकछिन भुटिसकेपछि हामीले अघि काटेर राखेको मासुलाई पनि राख्दिने हामीले चाहिँ 4 वटा लेग पिसहरु बनाएका छौं लेग पिसहरु पनि बनाएका छौं है साथीहरु नानीले लेग पिस खाने भयो नि अनि लेग पिस बनाएको लेग पिस चाहिँ भुटेर झिक्ने अनि अरुमा चाहिँ हल्का पानी राखेर रस बनाएर खाने भनेको छ साथीहरु अनि हजुरहरुको कोलाई मन पर्छ लोकल कुखुराको मासु अनि यसमा चाहिँ स्वाद अनुसार नुन पनि राख्दिने अनि यसलाई एकछिन चलाउने अनि साथीहरु के प्लिज मेरो भिडियोमा सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरु भिडियो हेर्नुहुन्छ अनि सब्स्क्राइब गर्नुहुन्न प्लिज भिडियो हेरेर सब्स्क्राइब पनि गर्नुहोस् अनि एकछिन मासुलाई चाहिँ एकछिन ढाकेर पकाइसकेपछि अनि यसलाई चाहिँ एकछिन चलाउने अनि यो चाहिँ मसलाहरु है मसला भन्नाले जीरा हैन अनि लसुनको पात गाना अनि अदुवा राखेर मैले चाहिँ यसलाई अझै ढाकेर एकछिन पकाएँ 4-5 मिनेट जति अनि यतिको रातो भएर भुटिसकेपछि मैले चाहिँ यो लेग पिसहरुलाई चाहिँ झिकेको छु है साथीहरु यो चाहिँ राम्रोसँग पकाएर झिक्नु होला यसरी बनाउनुहुन्छ भने अनि मैले चाहिँ यो राम्रोसँग पाकिसकेपछि झिके अनि थोरै पानी राखेर यसमा गोल्डी मसला राखेर अनि यसलाई चाहिँ एकछिनको लागि पाक्नको लागि छोड्दिए साथीहरु मैले चाहिँ ढाकेर यसलाई चाहिँ एकछिन छोड्दिने पाक्नको लागि अनि हाम्रो मासु चाहिँ एकछिन ढाकेर पकाएर पनि सकिसकेको छ हेर्नुस् त हाम्रो चाहिँ मासु पनि पाकिसक्यो अब चाहिँ हामीहरुले पस्किनतिर लाग्नु भएको छ है मम्मीले हाम्रो आमाले हाम्रो चाहिँ यसरी सबैलाई भाग लगाउने पहिला नै सबैलाई राम्रोसँग भाग लगाउने चलन छ है साथीहरु यो चाहिँ मेरो छोरोको लागि है साथीहरु अनि चाहिँ नि हाम्रो भागहरु हामी चाहिँ यसरी बनाएर खान्छौं थ्यांक यू फर वाचिङ प्लिज सब्स्क्राइब माइ च्यानल